आजभन्दा 10 सालदेखि सन्तला खेतीमा लागेको म। त्योभन्दा पहिला चाहिँ सन्तला हाम्रो सबै सिक्रा भएर मरिसकेको थियो। अनि बुवाको पालामा रोपिदिएका सन्तलाहरू मरेको देखेर मलाई दुःख लागेर अनि कृषिमा चाहिँ गएर सल्लाह लिएर अनि ती सन्तलाहरूलाई मैले धेरै मिहिनेत गरेर सन्तला बुढा सुकेका रुखहरूलाई फिराएर अहिले यो अवस्थामा ल्याएको हो। अनि मैले आफूले रोपेका पनि बिरुवाहरू धेरैसो 100-200-250 चाहिँ हुर्काइसकेको छ। अब अहिले सन्तलाबाट राम्रै छ, मलाई त्यति नराम्रो छैन। मेरो घर परिवार पाल्न यता गर्न सन्तलालाई भ्याएको छ। सन्तला साथसाथै मैले बाख्रा पनि पालेको छु। त्यो सन्तलालाई मल चाहिने कारणले गर्दा बाख्रालाई पनि अनिवार्य भएर त्यो अब मलको आश्रित गरेर बाख्रा पालेको। रिलेटेड दुइटै हो, सन्तला र पशु र यी बोट बिरुवाहरूको चाहिँ दुइटाका एकअर्का पूरक हुँदो रहेछन्। अनि त्यसले गर्दा मलको लागि मैले बाख्रा पालेँ। अहिलेसम्म बाख्राबाट राम्रै आम्दानी भइरहेको छ सन्तलाबाट। जस घर परिवार राम्रो चलिरहेको छ मेरो सन्तलाबाट। तपाईँको यो बगानमा कति छ जम्मा सुन्तला अनि कतिले उत्पादन दिइरहेछ अहिले? अहिले सबै बिरुवा चाहिँ मैले 880 बिरुवा लागेको जम्मा टोटल चाहिँ अहिले उत्पादन नै ठ्याक्कै चाहिँ मोटामोटीमा चाहिँ 170-80 बोटले चाहिँ आम्दानी दिन थालेको लगभग सिरुबुरु त्यो धेरै थियो होइन। अनि सबै चाहिँ फल्न थालेको छैन। अब यतिमा चाहिँ अब मेरो परिवार राम्रै चलिरहेको छ। लगभग 12 लाखभन्दा माथि नै यसपालि पनि फलेको छ, अनुरोध गरेको छु। अनि सन्तला बढै भविष्य बन्छ भनेर मैले चाहिँ सन्तलामै मेहनत गरेर सन्तलामै अब मेरो मेहनत सबै लागेको छु, लगानी सबै सन्तलामै लागेको छु। अब मेरो 800 झाङ सन्तला पुरै हुर्क्यो भने भविष्य बन्ला कि भन्ने सोचिरहेको छु। यो सुन्तला चाहिँ कहाँ कहाँ लगेर बिक्री गर्नुहुन्छ? यो सन्तला सदा त मैले पोहोर चाहिँ डाइरेक्ट त्यो ठेकेदारलाई दिएको थिएँ। यसपालि चाहिँ म आफै लैजाउँ भन्ने सोचेको थिएँ। अब पुल छैन, अहिले भुइँमा पुलले गर्दा समस्या भयो। अब दुःख सुख गरेर अब 1 महिनामा बेच्ने सन्तला 2.5 महिना लाएर भने दिक्तेलमै पनि बजार ठिकै छ, दिक्तेलमा बेच्ने लक्ष्य राखेको छु यसपालि। भनेको वर्षको कति बेच्ने प्लानिङ छ तपाईँ यो वर्ष चाहिँ? यो वर्ष मिनिमम 12 लाखभन्दा माथि नै हुनुपर्ने हो। यो अहिलेको फलाइ हेर्दा पोहोरको भन्दा थोरै यी ठुला बोटहरूमा धेरै फलेको छ। अनि लगभग 12 भन्दा माथि 12-14 सम्म हुनसक्छ सम्भावना छ। अनि कसरी लानुहुन्छ यहाँदेखि दिक्तेलसम्म चाहिँ तपाईँहरू यहाँ सुन्तला? चाहिँ अब सन्तला टिपाएर अब बगानकै रोड साइडमै गाडी आउँछ, बस आउँछ, बसमा हालेर दिक्तेल लगाएर बेच्ने, दिक्तेल लगाएर। अनि यो सुन्तलाहरूमा रोगहरू यसो देखाएको छ कि छैन? सन्तला रोगहरू धेरै नै देखा पर्न थालेको छ। यसको चाहिँ अब विज्ञहरू चाहिँ हामीसँग नभएकोले गर्दा यसको विज्ञहरूसँग चाहिँ परामर्श लिएर कि विज्ञलाई चाहिँ जस्तै ज्ञान केन्द्रमा मार्फत चाहिँ यसपालि यसको उपचारको लागि पहल गर्ने कुरा राखेको छु। के गर्छौँ त्यहाँबाट अब है। अब सन्तलाको लागि चाहिँ हामी आवास विज्ञ होइन नि त, हामी त साधारण किसान होइन। यसको बाली बिरुवा लाग्ने रोग सबै हामीलाई पुरै ज्ञान अब अझै पनि भइसकेको छैन। अब यो नयाँ रोग लाग्छ, त्यो पनि फेरि हामी पुरानो त हामीलाई थाहा हुन्छ। अब वर्षैपछि नयाँ खालका रोगहरूले संक्रमण गरिरहेको हुन्छ सन्तलालाई। अब यसपालि चाहिँ सन्तला बिगारिहालेको छैन। अब बिगार्ने अवस्थामा छ सन्तला। 2-4 बुट्टामा हल्का अनौठो रोग लागिरहेको छ। बाख्रा चाहिँ कति पाल्नुमा छ? बाख्रा लगभग चाहिँ कहिले 150 हुन्छ, कहिले 120, 100 का हारारी सधैँभरि हुन्छ न। त्यसबाट चाहिँ कति उत्पादन गर्नु? के अरे बासी कति गर्नु? बाख्राबाट ठ्याक्कै भन्दाखेरि बाख्रा पाल्न थालेको 3 साल भयो सर। 3 सालको बिचमा अब लगभग 2 साल त त्यो साउ रिटर्न गर्ने टाइम लाग्दो रहेछ। तेस्रो वर्ष मैले पोहोर चाहिँ बेचेको लगभग 8 लाख जतिको खसी बेचेँ होला 1 वर्षमा। त्यसमा खर्च गराएर मलाई 5 लाख बजेको थियो सर। बाख्रामा त अझै जस्तो बस्छ भनौँ न। अब त्यस्तो पुरै 100% नाफा हुँदैन। अब त्यसमा लगानी हुन्छ, त्यसमा दानामा खर्च हुन्छ होइन। स्टाफ राखेको स्टाफलाई तलब दिनु पऱ्यो, गर्दा हिसाब त्यस्तै हुन्छ। वार्षिक 5-6 लाख रुपियाँ। स्टाफ कतिजना छ? स्टाफ 2 जना। एउटा चाहिँ छोड्यो, एउटा हुँदैछ अहिले चाहिँ। अब फेरि खोजिरहेको छु एउटा 1 जना। त्यही स्टाफले सुन्तला पनि हेर्छ क्या तपाईँको? सुन्तलामा यो भइपरि आउने काम सबै खालको काममा सघाउँछन्। अब कहिले सन्तलामा कहिले बाख्रामा होइन मिलाएर 2 जना सहयोगीले। हजुर हजुर। कति रोपनी छ यहाँ जग्गा चाहिँ यो सन्तला हालेको? सन्तला लगाएको जम्मा जग्गा 60 रोपनी। अब यो प्लट चाहिँ जम्मा 30 रोपनीको, अनि अर्को प्लट छ 20 रोपनी पर। त्यहाँ चाहिँ नयाँ बिरुवाहरू छन्। 60 रोपनीमा हजुर 800 झाङ सन्तला। बुवाले चाहिँ कति सालतिर ल्याउनु भयो रहेछ? बुवा भन्दा नि हाम्रो हजुरबाकै पालेको सन्तला तपाईँलाई देखाउला अहिले फलिरहेको छ तल। लगभग 90 वर्ष अगाडि सन्तला फलिरहेको छ। त्यो एकताल रोग आएर ढालिदिएको,
फेरि पलाएर फेरि फलाएको छ यस्तो राम्रो क्वालिटीको फलिरहेको छ नि र पनि त्यो उस्तै क्या त्यो फेरि पलाएर पनि फ्रेस बिरुवाको जस्तै सन्तला फलिरहेको छ। भनेको हजुरबाले चाहिँ कति सालतिर हजुरबाले त लगभग यो 7 सालतिरै रोप्नुभएको होला 7 सालभन्दा अगाडि हजुरबा खसेको धेरै वर्ष भइसक्यो। त्यो बेला कति बोट रोप्नु त्यो पनि त्यो बेला त जङ्गलमा थियो सन्तला जङ्गलबाट बिरुवा भेटेर ल्याएर रोपेका अरे हजुरबाको पालामा चाहिँ पछाडि बुवाले पनि त थप्नु बुवाले थप्नुभयो त्यसपछि पछि मैले थपेँ। बुवाले चाहिँ कहाँबाट ल्याउनु बिरुवा धनकुटाबाट त्यो बेला धनकुटा त थियो बिरुवाको नर्सरीहरू अन्त थिएन अनि धनकुटाबाट ल्याउनु पर्ने टाढा ऊ होइन त्यो बेला हिँडेर गएर ल्याएको बिरुवा कति बोट ल्याउनु त्यो बेला त्यतिखेर बुवाले 50 बोट चाहिँ ल्याउनु। यसलाई फेरि जगाउन थाल्नु भएको चाहिँ कति सालदेखि यसलाई जगाउन थालेको मैले ल्याएको धेरै पनि भएको छैन 7-8 वर्ष भयो 8 वर्ष चाहिँ भयो भनौँ न। यिनीहरू सुकिसकेको अवस्था थिए सुकेको सन्तला पनि पुरै अब यो अहिले हेर्नु न यो बिरुवा मेच्योर्ड बिरुवा भर्खरको बिरुवा भन्दा झकझक फल सन्तला फलेको देख्नु पनि यो तर यसको लागि फेर्दा त पूजा गरेको छ पूजा नगरे त हुँदैन धेरै मिहिनेत गरेर फिराएको सन्तलाहरू अब हेर्दा झट्टै हेर्दा सन्तला त्यसै फल सोध्छन् मान्छेहरूले तर सन्तला फलाउनु धेरै मुस्किल छ अहिलेको समयमा। पहिलाको बुवाको पालामा त अब खेतबारी जोतमलको खनजोत गर्थे मल हाल्थे होइन त्यही मल चुसेर बिरुवा सन्तला हुर्किन्थ्यो त्यो बेला अर्ग्यानिक माटो थियो अहिले समय अनुसारको मिहिनेत धेरै गर्नुपर्छ रोग किरा लाग्दैन थियो त्यो बेला अहिले रोग किरा लाग्छ अहिले अब खडेरी लाग्छ टाइममा लामो टाइम कहिले काहीँ खडेरीमा सन्तला बचाउनुपर्छ क्या त्यो बेला खडेरी परेको बेला चाहिँ सन्तला खेतमा धेरै हामीले पत्करहरू स्याउलाहरू हालेर त्यसलाई मल्चिङ गर्नुपर्छ क्या त्यो चिसो मेन्टेन हुनलाई अब लामो टाइम खडेरी लाग्यो भने त पानी पाउँदैन पानी नपाएपछि यो जीवित प्राणी हो यो पनि होइन अनि त्यसलाई बचाउनलाई मिहिनेतै गर्नुपर्छ। भनेको यो मरिसकेको बोट पनि तपाईँले जगाउनु भयो जगाएँ छ यसलाई धेरै धेरै मिहिनेत गरेँ मैले यसलाई चाहिँ अब धेरै खोजी गरेर बिरुवा यसको सबै रोग पत्ता लाएर उपचार गरेर निको पारेको हेर्नु न यतिको भयो अब त यी सन्तला मर्दैन मेरो पालाबारी। भनेको यो लगभग मरिसकेको बोटहरू मरे सुकेर सबै सिकेर देखिन्थ्यो हेर्दाखेरि पुरै सुकेर छर्लङ्ग देखिन्थ्यो अहिले यो होइन बिरुवा बैसाएको छ हेर्छन् यिनीहरू खान पायो भने मलजल पुग्यो भने यो सुन्तलामै सम्भावना छ भन्ने चाहिँ तपाईँलाई कसरी फिल भयो? सन्तला सम्भावना भन्दा धेरै अगाडि बसिजाने मान्छे यो सन्तलाकै मायाले गर्दा बस्ने आएको होइन अनि लास्टमा भविष्य बन्छ भनेर सोचिरहेको थिएँ। यो जब ऱ्यापको बाटो खन्न सुरु गरेपछि नि अब यो गाडीको बाटो हामी सन्तला बिरुवा रोप्यो भने गाडी आउँदा ठ्याक्कै सन्तला पनि हाम्रो फल्छ होला भनेर अन्दाज रोपेको मैले नभन्दै ठ्याक्कै अहिले आज उत्पादन लिन पाइरहेको छु राम्रो छ। भनेको यो रोडको कति सालतिर कुरा लगभग सर यो त 67-68तिर खनेको होला हौ ऱ्यापले भयो 63-64मा आएको क्यान्सल गरेँ माओजीहरूले कमिसनमा आएर अनि पछि फेरि दोहोऱ्याएर ऱ्याप 2 भनेर आएको छ क्या ऱ्याप 1 चाहिँ क्यान्सल भयो ऱ्याप 2ले चाहिँ गरेको यो बाटो बनाएको। भनेको तपाईँ त्यो बाटो बन्दै गर्दा तपाईँले प्लान गर्नुभयो? हजुर त्यो बेला प्लान गरेको बाटो बन्दै खन्दै गर्दा यो त सबै मान्छेले खनेको नि त यो मेसिनले होइन मान्छे त्यो पछाडि नै हो तपाईँलाई यो मरिसकेको बोटहरूलाई फेरि जगाउने काम गर्नुभएको? पछाडि बाटो बनेपछि यो बाटो बनेपछि अब भविष्यमा त यी सन्तलालाई मिहिनेत गऱ्यो भने हाम्रो भविष्य पनि बन्छ भनेर त्यो बेला चाहिँ अन्धाधुन्दै रूपमा लगानी गरेको तर नभन्दै खेरेको होइन। विदेशतिर पनि जानुभयो तपाईँ? होइन सर विदेशतिर मैले सोचिनँ कहिले। भनेको त त्यो बाटो नहुँदा तपाईँ त बसा पनि सर्नुहुन्थ्यो रहेछ होइन? लगभग बसार्ने कुरा पनि थियो मैले सन्तलाको मायाले नसरेको नहुँदा हुँदै अब त सन्तला धेरै रोप्यो अब त यी सन्तलाले बसै नदिँदैन मेरो जीवन चाहिँ पाहाडमै बित्छ होला। एउटै बोटमा धेरै फलेको भनेको कति केजी? 7 कुन्टल फल्यो सर 35 क्यारेट फल्यो ठ्याक्कै फलेको 35 क्यारेट फलेको बोट तपाईँलाई देखाएँ नि हजुरले त्यो भ्यू हाल्नु भएको थियो नि त्यो त्यही बोट हो त्यो तर त्यसो रोगलाई त्यसलाई चाहिँ अब जरा गएछ उपचार गरेर सल फिरेको छ तर त्यहाँको अहिले पनि हेर्न सक्नुहुन्छ दाना कति क्वालिटीको दाना फल्छ क्या त्यो बोट अहिले पनि दाना ठुल्ठुलो साइजको छ त्यो नाप्ने भने 5 दाना किलो अहिले पनि पुग्ने सन्तला छ एकदम पातलो फलिरहेछ क्या बोट मात्रै फिरायो त्यसलाई जस्तो उपचार गरियो जरा कुहेछ जराको त्यो औषधि हुँदछ त्यो फङ्गलको लागि त्यो खनेर जरामा हाल्दैपछि त्यो बिरुवा फिर्यो त्यसले रोग पत्ता लागेर फिरायो त्यो मर्न पाएन। भनेको एक बोटमा 35 क्यारेट फलेको त्यो भनेको 7 कुइन्टल ठ्याक्कै हुन्छ 7 कुइन्टल हजुर हजुर। भनेपछि यो बगानमा सबभन्दा बढी तपाईँले कुन आम्दानी कति होइन आम्दानी वर्षभरिको बिक्रीले हिसाब गरेर सबभन्दा बढी कतिसम्म दिनुभयो यो बिच अहिलेसम्मको अनुभवमा? त्यही सर हाइएस्ट भनेको एकपल्ट 12 लाख बेचेको थियो अनि पोहोर त आफै बेचेर अर्काल दिँदाखेरि 7 लाख रुपियाँ त उसलाई
ठेकेदारले 2 लाख आफ्नो बिरुवा बेचेको थिएँ मैले, त्यही 9 लाख बेचेँ पोहोर। यसपालि चाहिँ सन्तला यी देख्नु भने यसपालि अलिक उत्पादन बढाएर जस्तो लाग्छ। बिरुवाहरू बुढाहरूमा धेरै सन्तला फुलाएको छ, यसले गर्दा बढ्छ भन्ने सम्भावना मात्रै हो। एक्चुअल डाटा त अब ठ्याक्कै भन्नु सक्दैन होइन, अन्दाजित हो। तर यसो भिजन हेरेर पनि थाहा हुन्छ नि त। यहाँको सुन्तलाको स्वादलाई के भन्छ ग्राहकहरू? यहाँ सन्तला सर यो दिक्तेलमा चाहिँ बजारमा त्यो मेरो सन्तला पारेको छन् जो खानेछन् नि, उनीहरूलाई सोध्दा थाहा हुन्छ। अब अरूको सन्तला चाहिँ अब चाख्ने होइन, मेरो सन्तला नचाखी मान्छेहरू किन्छन् क्या। उहाँको सन्तला सधैँ गुलियो हुन्छ भन्ने फिलिङ हुन्छ नि त, सधैँ गुलियो हुन्छ। हिजो पनि आर्मी मेरो सन्तला लगाएको थिएँ, आर्मीहरूले 5-6 ठाउँ सन्तला चाख्दै आएर लास्टमा नभएर मेरो सन्तला चाखेपछि अनि मसँग 25 किलो सन्तला किनेर लगेँ क्या। यो बोरा सन्तला कहीँ बजारमा कहीँ मिठो पाएन भने खोइ स्विटनेस राम्रो छ हाम्रो सन्तलामा। यसमा पनि अब हाम्रो यो शुद्ध अर्ग्यानिक हो कि, हामी त अब अरू रासिन मल हाल्दैनौँ नि त, यो अर्ग्यानिक भएको कारण सन्तला गुलियो भएको क्या, स्विटनेस चाहिँ बढी हुन्छ। जस्तो कतिपय बोटहरू ठ्याक्कै मरिसकेको देखिन्छ भनेपछि त्यसलाई जगाउनु सकिने रहेछ है? सकिन्छ, त्यसलाई चाहिँ व्यवस्थापन गर्न सक्यो भने लाग्छ। त्यसको रोग पत्ता लगाउनु पऱ्यो नि त पहिला, अनि त्यो के कारणले मऱ्यो भन्ने पत्ता लाग्यो भने फल्छ, फिर्छ। हाम्रो यिनीहरू चाहिँ त्यो किन मरेको छ हाम्रो चाहिँ भने मेरो पत्ता कसरी पत्ता लाग्यो भने पानीको कम एक रहेछ होइन, अर्को चाहिँ जिङ्कको माटोमा जिङ्क मलको कमी भएर चाहिँ सन्तला मरेको रहेछ। मैले पछि जिङ्क दिएँ होइन, अनि त्यसपछि पानी मल राउन्ड गरेर दिएँ, त्यसपछि सिँचाइ गरेर फिरेको क्या त्यो सन्तलाहरू।